तिमीलाई कुन मन पर्यो? मामु चाहिँ कुन लाउनु? Hello everyone, namaste, welcome back to my channel again. This is me, Manika Gautam Pokhar. तपाईहरुलाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। हिजो मम्मीले त यसलाई त यस्तोमा राख्नु भएको थियो त। तपाईहरुलाई स्वागत छ मेरो न्यू डे न्यू ब्लग भिडियोमा। अनि ब्लगको सुरुवात नै तपाईलाई एउटा म परेवा छ कि अनुमी प्रिन्स यहाँ राख्नु भएको थियो र लाउ त पक्रा। अनि यहाँनेरि हाम्रो क्यान्टिनको दाइहरु चाहिँ एउटा परेवा छ क्या यहाँ। अनि यहाँको दिदीले हिजो यहाँ टिकटक बनाउँदा यहाँ राखेर बनाउनु भएको थियो के कसरी मैले सामान खोजेको बाक्छ बा हैन रहेछ। अस्तिसम्म यत्रो थियो अहिले बढेर यत्रो भयो। अनि आइज चिउ 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 आइज नै चिन्दै। अनि पन्छीलाई कहाँ उड्ने पन्छीलाई कहाँ समाउन सकिन्छ र हैन साथीहरु। अनि समाउन मैले सकिन त पढे भाइ अस्ति नै त यत्रो चराको जति थियो त्यहाँदेखि पाल्नु त्यतिदेखि पाल्नु भएको। अनि आज चाहिँ बिहिबार साथी। अनि आज चाहिँ हाम्रो चाहिँ अब गर्मी बिदा दिनुभएको 2 दिन सरहरूले धेरै गर्मी भयो नि त यहाँ मेरो घाँटीमा हेर्नु न यो घाम मलाई घमरै आउँदैन साथीहरु। यो सबै घमरा आएर चाहिँ निदातिर कस्तो खस्रो भएर घमरा आयो जस्तो। अनि स्पेसली घमरा आएको पर्सन म देखाउँछु है तपाईहरुलाई। मेन घमरा आउने पर्सन यहाँ हेर्नु देखातिर घमरा त यहाँ साथीहरुलाई यहाँ छ अनुहारभरि घाँटीभरि छ। अनि आज छुट्टीको दिन अब दोकान नआम यस्तो यो टिन हेर्नु त यिनीहरू छ नि त टिन नजिकै। अनि तातो हुन्छ नआम घरै बस्यो भने को मानिक भए त मर्नु। अनि रुएर दोकान जाने भनेर अनि लिएर आएको साथी मैले अहिले। अनि फेरि पङ्खा अहिले बिग्रियो क्या। अनि हगेर बनाउँदा त म पसिनै भयो। अनि मैले बनाएँ पङ्खा तर यस्तो पाराले डेन्जर पारा भएको छ। यहाँ हेर्नु न पक्लाटा निकालेर पङ्खाको खोदा गयो हो देखिँदैन त यही हावा आउँदैछ पक्लाटा निकालेर उठ्यो बनाउँछ काट्छ नि। अनि बिग्रेको गर्छ क्या आफै। अनि त्यसपछि आज चाहिँ म अनि अब चाहिँ म के पनि गर्ने भन्दाखेरि साथीहरु आज चाहिँ यसो हाम्रो यहाँ स्कुलको सुमित्रा हाम्रो विदेश मेरो बुढो जस्तै एकजना कर्मचारी हुन्छ क्या सुमित्रा माझी। अनि उहाँको चाहिँ छोरीको भोलि चाहिँ भात खुवाइ छ अनि बोलाउनु भएको छ। अनि त्यसपछि अब के लगिदिउँ सुनचाँदी लगिदिउँ भन्दा अब पैसा पुग्दैन छैन साथीहरु कमाइ छैन कमाइ भएको भए यसो सुनचाँदी लगिदिउँ नि। अनि यसो एक दुई लुगा पनि किनेर लगिदिउँ भन्ने सोचिरहेको छु। आजै किनिदिन्छु अनि भोलि जाँदाखेरि सजिलो हुन्छ नि त हैन। अनि भोलि चाहिँ उसको भात खुवाइ पनि हो भोलि उहाँ जान्छु मलाई। अनि त्यही भएर एकजना केही अब खाली हात जानुभन्दा त केही लिएर जाँदा चाहिँ सो पनि हुन्छ नि त। त्यही भएर चाहिँ अनि केही किनिदिनु पनि पर्यो भन्दै अनि उसले कर पनि गर्छ दोकान आउनलाई। त्यही भएर चाहिँ अनि हामी आएको छौँ। अनि हिजो बेलुका पानी पर्यो साथीहरु। अनि शीतल हुन्छ भनेको त खोइ शीतल पनि छ अरूभन्दा त आज बेटर नै छ दिन। तर गर्मी हो गर्मी त भइ नै हाल्छ हैन। तर हिजो अस्ति भन्दा चाहिँ आज अलिकति केही न केही राहत चाहिँ छ। तर गर्मी त गर्मी नै छ। तर स्कुल पनि छुट्टी छ आज भोलि शनि बिहिबार शुक्रबार छुट्टी दिनुभएको गर्मीको। अनि शनिबार त शनिबार भइगयो। अनि आइतबारदेखि चाहिँ अब लाग्छ होला। तर स्कुल लाग्ने दिन चाहिँ फेरि घाम हुन्छ मलाई थाहा छ त्यो कुरा। कस्तो हुँदै आएको साथीहरु छाता ओढेकाले कस्तो हुँदै आएको। अहिले चाहिँ हामी यहाँ चोकमा छौँ। सुरक्षा र म सिस्टरको छोरीलाई सिस्टरै भन्न आउँछ क्या सुमिता सिस्टर भनेर जिस्काउँछु कि। अनि लुगा किन्दिनँ भनेर जाँदैछौँ यहाँ चाहिँ घाममा सुरक्षा बेबी। अनि यहाँनिर छ क्या एउटा मितेरीको मुनि त्यहाँ चाहिँ एकदमै राम्रो अनि ठिक्क दाम मिलाएर दिनुहुन्छ। अनि म प्रायः त्यहीँ किन्छु। अनि त्यहाँनिर हेर्न जाँदैछु है साथीहरु कस्तो पाइन्छ तपाईहरुलाई देखाउँछु म अहिले। 400-500 हुँदैन कसरी हो यो चाहिँ कस्तो राम्रो कुर्ता मात्रै हो सेटैबाट छैन यस्तो तैँले आएको छ नि यस्तोमा मोती भएको सेटैबाट। साथीहरु म चाहिँ यहाँ हेर्दैछु है लुगा कुन लगिदिनु भनेर सबै राम्रो छ। के रहेछ मेरो भाला रहेछ तिमीलाई कुन मन पर्यो? मामु चाहिँ कुन लाउनु त्यो लाउनु हो राम्रो छ सबै राम्रो छ यहाँको लुगा नि। वाउ
हेर्दै चाहिँ किन चाहियो एक प्लेट चिकन मोमो दिनु एक प्लेट ट्याग गरिदिनु खाना हामी चाहिँ आइसक्यो जतिमा हाम्रो मेजबान मोमो खाना हेर्ने किन हेर्नु हौ खानेकुरा भनिसकेको छ नि यहाँ के छ हेर्छु अनि हामी चाहिँ मेघालयमा भानु मोमो खान्छौँ अनि हामीले सामान पनि किनेर साथी खाने अरू मिठो लाग्दैन कि सुरक्षा के भयो मोमो ढिलो आयो मोमो खान ढिलो भयो अरे साथीहरू मेरो छोरीलाई त्यहाँ गीत बजिरहेको छ भिडियो बनायो भने कपिराइट लाग्छ मोमो ढिलो आयो लु फाइनली सुरक्षाको मोमो आयो लु खाऊ तिमी ससमा खाने ए यता हेर त नक्कली सुरक्षा त सससँग खान्छन् अरे सस लिँदै जानुपर्छ गीत बजेको पर्छ खाएर देखाइहाल्छु ल एउटा म खाइदिनु नि एउटा ल मिठो छोरीको सस पनि आइसक्यो साथीहरू यहाँ राखेर म खुवाइदिन्छु ल अरू एउटा साथीहरू यहाँ चाहिँ आयो हाम्रो काठी र यो चाहिँ मेरो फर्स्ट ट्राई है कस्तो छ साथीहरू यहाँ हेर्नु पसिना यस्तरी अलि एकछिन घाममा एकछिन बाहिर हेर्नु हुँदैन यस्तो पसिना आउँछ साथी हामी मात्र के खानु भने बुढालाई पनि मोमो ल्याइदिएको यस्तो बेहोरा छ नि केही नल्याइदिनु जस्तो बेहोरा छ अघि जाने बेला हामीले सोधेको कि के ल्याइदिनु भनेर भन्नु भएन अनि अहिले मोमो ल्याइदिएको के चाउमिन ल्याउनु पर्छ अरे रिस उठेर आउँछ आफूलाई माएर आएर बुढालाई पनि के भोकै राख्नु भनेर ल्याइदिएको त अबदेखि त ल्याइदिन्छु भने म ल्याइदिन्छु चम्ची नआएर सोध्नु क्यान्टिनबाट ल्याइदिन्छु चम्ची फेरि चम्ची नहाल्दैन मरेछन् त्यहाँ मेजबानकाले एउटामा खान्छु तपाईँलाई मिठाई नलाग्ने त्यही पनि के मिठो नलाग्नेलाई के करायो नि साथी हामी आफै खाइदिन्छौँ नि जुठो मायाको जुठो हुँदैन मायाको जुठो हुँदैन कहिले गरेछ के अरे माया कहिले गरेछ स्कुलमा यहाँ झगडा गर्नु परोस् नि फेरि बाच्चा हामी खान्न छ अनि आइज नि त नि साथीहरू कोठामा बसेर पङ्खा लगायो भने चाहिँ शीतल छ कि शीतलै हुन्छ घाम चाहिँ छैन हेर्नु है घाम त्यस्तो छैन र पनि हप्प टाइपको छ क्या अनि हेर्नु पसिना आइहाल्छ अनि कोठामा बसेर पङ्खा लगायो भने चाहिँ शीतल हुन्छ बाहिर हेर्नु भने चाहिँ गर्मी हुन्छ अनि मैले अघि भनिहालेँ लुगा लिन गएको थिएँ मेन भनेर अनि मैले लुगा पनि ल्याइदिएँ मैले जामा खोजेको थिएँ रहेन क्या साथी अनि यहाँ यस्तो टाइपको ल्याइदिएँ हो एउटा अनि यसको तलको कट्टु होइन मैले जामाहरू लगिदिनु पर्यो फर राम्रो हुन्छ भनेको एउटै जामा रहेन रहेछ एक वर्ष मुनि एक बच्चाहरूलाई हुने खालको छैन भने के गर्नु त हौ हाम्रो गोर्खामा त्यस्तो साह्रो लुगा पसल पनि यस्तो छैन त्यहाँ चाहिँ फेरि अरू बेला चाहिँ पाइन्थ्यो क्या मैले अस्ति रमुहरूलाई पनि लगिदिएको थिएँ पाइएको थियो अनि अस्ति एकजना एउटा साथीको उसमा जाँदा पनि पाइएको थियो यहाँ चाहिँ पाइएन अनि यही ल्याइदियो साथीहरू अनि यो पनि राम्रै छ शीतल टाइपको छ यो पनि
अनि अब खाली हात जानुभन्दा त भनेर भयो। अनि यसो खाजासाजा पनि खायौँ साथीहरू घरमा आएर हेर्ने। अनि खाजासाजा खायौँ कति दिनपछि सुरक्षाले मोमो खायौँ, मैले पनि खाएँ अलिअलि। अनि काटी रोल हो कि हाटी रोल पनि खायौँ। अनि त्यसपछि आयौँ हेर्नु नि। अनि आजको ब्लग चाहिँ अब के गर्छु म एन्ड गर्दिनँ। खाएर आयौँ अनि अहिले आएर म यहाँ 2टा पङ्खा लाएर बसेको छु, एउटा यहाँ एउटा वहाँ। अनि सुरक्षा चाहिँ बाहिरै छ क्या, आमाले बोका निकालिदिनु भएछ, उसलाई त्यही हेरेर बस्नु मन छैन पसिना। तर कालो मान्छेलाई पसिना आएको देखिँदो रहेन रह क्या। मान्छेहरूले भन्छन् मलाई पसिनै आउँदैन तपाईँलाई, तर मलाई पसिना आइरहेको छ। त्यस्तो त टप टप चुहिने खालको नि अनुहारमा यस्तोमा आइरहेको हुन्छ क्या सबै। साथीहरू हेर्नु पानी परेर बबाल मजा, एकदम दामी दामी शीतल मौसम भएको छ। मौसम भन्थे आज मौसमै भएको छ, यस्तो दामी पानी पऱ्यो नि हेर्नु है। आमामा कत्रो हो पानी पनि। मौसम 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 पानी पर्यो, असिना झऱ्यो। मौसम मौसम बाबु मौसम मौसम भयो। अनि खाँदो जा पानी गाउँ त त्यहाँ गाउँ त गाउँ त गीत गाउँ न त अनि पहिले। पानी गयो भने त लाइन गयो भने न त पानी गयो। लु गाउँ त गीत फेरि आउँछ। गाउँ न एकचोटि गीत चाहिँ। गए पनि गाउँ, गए के भयो त यसको पानी गयो के गीत गाउनु अब त्यही गीत गाउन। पानी पऱ्यो छाता छैन है भन्ने, छाता हुनेसँग मेरो नाता छैन है भन्ने। नगाउने गुवा भएर के हुन्छ त? गुवा भएको गुवा हुनुहुन्छ त के भयो त? गुवा भाग्नु भयो, लु गुवा भाग्नु भयो। लु अब गाउँ। सुनेन शीतल उर्गन गाई बाबुले पानी पर्यो छाता छैन है, छाता हुनेसँग मेरो नाता छैन है। एक दिन यहाँ चेप पर्दिँदा है साथीको चेप यस्तै हुन्छ कि यहाँको स्कुलमा। स्कुल चाहिँ त्यो उहाँ माथि देखेको अघि गीत गाइसक्यो। अनि के एउटा कुरा भन्न मन पऱ्यो, हिजो क्या मलाई त्यो साथीहरू विदेश पोखरेलले खोकेको दबाईमा ल्याइदिनु भनेको कि किनेर। अनि खोकेको दबाई चाहिँ के ल्याइदिनु भएको थियो भने साइनेक्स। साइनेक्स कहिलेदेखि खोकेको दबाई हुन थाल्यो विदेश पोखरेल? हामी त साइनेक्स त रुगाएको दबाई भनेर खान्थ्यौँ त। उहाँले चाहिँ मलाई खोकेको दबाई ल्याइदिने भनेको त साइनेक्स बोकेर आउनुहुन्छ आलु तरे। साइनेक्स दिनु भनेर लिएर आउनुभएको किन के भन्नुभयो? अनि साइनेक्स म होइन के बात त्यसले नि साइनेक्सै दियो भन्नु हुँदै थियो। तपाईँले के भन्नुभयो? के भनेर माग्नुभयो? रुगा खोकी मर्की ज्वरो ज्वरोको मैले ज्वरो भनेको थिएँ कि खोकी भने ज्वरो रुगा खोकी सुनेको थिएँ कि म ज्वरो। अनि रुगा खोकी सुनेपछि त साइनेक्स रुगालाई भयो। खोकीको चाहिँ के मैले खान पाएको हो कि साथीहरू जन्मेदेखि अहिलेसम्म चाहिँ साइनेक्स चाहिँ रुगाएकै दबाई भनेर खाइरहेको भन्ने मलाई लागिरहेको छ। तपाईँहरूलाई चाहिँ अब साइनेक्स खोकेको दबाई हो भन्ने थाहा छ भने प्लिज यो चाहिँ कमेन्ट गर्नु होला साइनेक्स भनेको के को दबाई हो भनेर। अनि यस्तो मौसम 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 भएको छ यहाँ। मौसम मौसम मेरो छोरीले पनि हाने मामालाई। मौसम मौसम भन्छ नि मौसम मौसम
हाम्रो आँप हेर्नु साथीहरू पाक्न थालिसक्यो है खाना आउनुलाई ओ माई गड साथी यस्तो दामी कस्तो पर्छ अनि यस्तै गडाङगुडुङ यस्तै पानी यस्तै शीतल मौसमको साथमा तपाईँको सामु अब म आज तपाईँहरूको सामुबाट बिदा माग्न चाहे साथीहरू भोलि फेरि न्यू डे न्यू ब्लगको साथमा पश्चिमी बाचा गर्दै आजलाई ओके बाई स्टे ट्युन लभ यु अल लभ